सबैभन्दा सुरुमा हामीलाई अहिले अब फेरि हामीले सरकारलाई यो माग्छौँ कि हामीलाई सरकारले फेरि वार्ताको लागि हामीलाई बोलाउनु पर्यो। त्यो गरेन भने पनि हाम्रो कि त अरू नै वेसबाट भयो नि यो हाम्रो जुन मुभमेन्ट छ यो चाहिँ जारी रहि नै रहनेछ र हाम्रो आवाज भनेको कहिले पनि दबाउन सक्ने छैन, दबाउने छैन। सरकारसँग के माग हो यहाँहरुको? यही हो अहिलेको लागि, यही यति हो अहिलेको लागि, यतिमै बसौँ। अलि पर जाउँ न, अलि पर जाउँ। गेट छोड्दिउँ यहाँनेर गरौँ ल छोरा। के यता गरौँ कि यता गरौँ? गेटमा भिड हुने भयो किन समात्यो? गेटमा भिड हुने भयो किन समात्यो? न अब त्यही गेटमा भिड हुने भयो किन समात्यो? अलि यतै गरौँ। ठिक छ यहाँ अर्को कुरा हामी त्यहाँ जब गयौँ नि, हामी जब त्यहाँ गयौँ हामीलाई प्रश्नमाथि प्रश्न सोधिएको छ। सुरुमा हामीलाई के सोध्यो? हामीलाई यहाँ किन ल्याइयो त? पर्मिसन छैन भनेर ल्यायो, पर्मिसन बिना गरायो भनेर। तर हामीलाई त्यहाँ प्रश्नमाथि प्रश्न पनि यस्तो इरेलेभेन्स सोधेको छ नि होइन। कतिजनालाई हामी यहाँ कति छौँ, हामी यहाँ एकदम यङ्स्टर्सहरू पनि छौँ, सानो सानो बालबालिकाहरू पनि छौँ, उहाँहरूलाई पनि बोयफ्रेन्डको बारेमा समेत सोधेको छ। यो कस्तो सरकार हो? र त्यति मात्र नभएर हामीहरूलाई आउनु पाएको छैन, राम्रो कार्यक्रम पनि सुरु भएको छैन, भुताल्दै पनि लगेको छ, कतिलाई घिसार्दै लगेको छ। जबकि अवश्य हामीसँग भएको एउटा हो सोधेको छ। गुगल म्यापमा घर जुम गरे हजुरको घर कुन हो घर भनेर पनि सोध्नु भयो। र हाम्रो हेर्नु सुन्नुहोस् यहाँ, हाम्रो यहाँ भनेको वेपन भनेको हामीसँग भोइस छ, हामीसँग कुन हतियार केही छैन, तर पनि हामीलाई त्यस्तो गर्यो एज इफ हामी क्रिमिनल जस्तो। के हामीले इज डिमान्डिङ अ बेटर फ्युचर अर क्राइम होइन? आफूले राम्रो फ्युचर के डिमान्ड गर्ने क्राइम थियो, हामीलाई तर यहाँनिर आज क्रिमिनल जस्तो ट्रिट गरिएको छ। र यो सरकारले होइन के गर्नु खोजेको, हाम्रो आवाज दबाउनु खोजेको छ। तर यति भन्छु फेरि हामीहरूको आवाज केही गरे पनि दबिने छैन। यो जबसम्म हामीहरूको अहिलेको लागि सरकारलाई यति मागो, वार्ताको लागि हामीहरूलाई बोलाउनु पर्यो, युनाइटेड हुनको लागि हामीलाई सहयोग गर्नु पर्यो। सरकारले के भनेको छ आज मात्रै भने गृह मन्त्रालयले एउटा विज्ञप्ति जारी गरेको छ। गृहमन्त्री पनि बोलेका छन् कि सडकमा जानु पर्दैन, वार्ता र संवादको ढोका खुल्ला छ।